हेलो यार नमस्ते हजुर सन्चै आरामै हुनुहुन्छ होला यार म पनि सन्चै आरामै छु अहिलेसम्म म एकछिन नै बाजिरहेको छु फेरि पनि हजुरको माझमा आइसकेको छु नयाँ मिनी ब्लग लिएर गाइज अनि आज रहेको छ मेरो 100 मिनी ब्लग च्यालेन्जको 81औं दिन अनि 81 दिनमा चाहिँ टक्क भात खानुबाट सुरुवात भयो खाने बित्तिकै होइन गाइज टक्क लुगासुगा फेरेँ होइन अनि टक्क पानी लिन आँटेँ गाइज होइन यस्तो झ्याउ हुन्छ होइन घाम लाग्यो एक दुईचोटि पानी बोकिरहेको थिएन गाइज टक्क भोक लाग्यो अनि भोक लागेपछि फेरि हाम्रो घरमा अर्ग्यानिक चिज छ क्या यता सक्नुहुन्छ अर्ग्यानिक चिज चाहिँ मेवालाई पनि चारचुट पारेर यता सक्नुहुन्छ झारझुटहरू पारेर काटिसकिसक्यो होइन काटेर मात्रै भएन त गाइस खानु पनि पर्यो नि त टक्क जान सक्नुहुन्छ मेवा काटेर बाजेलाई त्यहाँ राखिदिएर सबैजना मिलेर गामगुम खायौँ जसले चाहिँ सुक्यो भने पनि धेरैजनामा चाहिँ जाइँदैन जे पनि मिठो क्या त्यो दिन भन्दा होइन टक्क मेवा खाँदै फेरि म चाहिँ पानी लिन लागिसकेँ होइन पानी लिएर आउनु पाएको छैन गाइस होइन त्यहाँ सक्नुहुन्छ घरमा आएपछि टक्क भात पकाउनु पर्यो होइन पकाउनुको लागि टक्क त्यहाँ सक्नुहुन्छ सुरुमा चाहिँ खरानी लगायो होइन झ्यामझुम पारेर फाइनली गाइदिन पानी सानी सबै हालहुल पारेर प्यालपुल पारेर त्यहाँ सक्नुहुन्छ भात पनि बढाइसकिसक्यो फाइनली गाइदिन भात चाहिँ पाइसक्यो तरकारी पकाउनु पनि अनि आजको मिनी ब्लग कस्तो लाग्यो राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब फलो गर्नु सबैलाई बाई बाई सबैले सपोर्ट गर्नु पर्यो बाई बाई।